हेलो एभ्रिवान, सबैजना स्वागत छ मेरो नयाँ भिडियोमा। यो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। न्यू डे न्यू भ्लगको सुरुवात भइसकेको छ। के कस्तो हुन्छ हेर्दै जानु होला। आज चाहिँ हामी गाउँको सबैजना मिलेर घुम्न जान लागेका छौँ। म चाहिँ रेडी पनि भइसकेँ। हामी चाहिँ सबैजना निस्किसक्यौँ। के कस्तो हुन्छ हेर्दै गर्नु होला। म तपाईँहरूलाई अपडेट दिइराख्छु। हामी चाहिँ सबै रेडी भएर बाहिर बसिरहेको। बस पनि कुर्दा आइसक्यो। अब बसमा केही सामानहरू हालेर हाम्रो यात्रा सुरु हुन्छ। बसमा सबैजना बिस्तारै चढिराख्नु भएको थियो। अब हामी पनि बिस्तारै चढेर हाम्रो यात्रा सुरु हुन्छ। हामी चाहिँ घरबाट हिँडिसकेपछि बाटोमा आन्टीहरू भाउजूहरू सबैजना चढ्दै हुनुहुन्थ्यो र हाम्रो यात्रा सुरु भइसक्यो। यहाँबाट मान्छेहरू धेरै भएर कोही उभिनु भएको थियो र कोही बस्नु भएको थियो। बाटोमा एकछिन खाजा खानको लागि रोकेको, त्यहाँ पनि हामीले एकछिन रमाइलो गऱ्यौँ। अहिले चाहिँ हामी दुलेगौडाको सेट दिन साथीहरू ल अब हाम्रो चाहिँ पोखराको यात्रा सुरु भइसकेको छ। हामी चाहिँ तालचोक बाटोभित्र छिरेर रूपातालको छेउछेउ हुँदै हामी चाहिँ तालबेसीमा रहेको श्री जलसिद्ध महादेव मन्दिर पुगिसकेका छौँ र यहाँ दर्शन गर्नेले दर्शन र पूजा गर्नेले पूजा गर्नेछौँ। र अब हामी फेरि सरङकोट जान लागेका छौँ। सरङकोटमा गएर घुमेर अहिले चाहिँ हामी सरङकोट पुगिसक्यौँ र सरङकोटमा पनि हामीले निकै रमाइलो गऱ्यौँ। सबैजनाले फोटो भिडियो टिकटक सबै हामी सरङकोटको भ्यू हेर्नको लागि सरङकोटको टपमा पनि गयौँ र सबै हेऱ्यौँ, इन्जोय गऱ्यौँ। सबैजना एकछिन रमाइलो। हामी बुर्जुङ खोलामा रहेको इको भिलेज पनि पुग्यौँ। त्यहाँ गएर रमाइलो गऱ्यौँ। इको भिलेज भन्दा अलिकति तलपट्टि रहेको गण्डकी ट्राउट फार्म पनि पुग्यौँ। त्यहाँ गएर पिङ खेल्यौँ, रमाइलो गऱ्यौँ, माछा खायौँ र माछाहरू हेरेर घर फर्क्यौँ। फाइनली साथीहरू हामी चाहिँ घर आइसक्यौँ। सबैजनाले भिडियो हेरेर कमेन्ट गर्न नबिर्सिनु होला।